अहिले हजुरहरूको हस्पिटलमा सेवा लिएको कम्ती मेरो 1.5 वर्ष 2 वर्ष हुन आँटिसक्यो 1.5 वर्ष भयो रिमहरू छैन अलिअलि अहिले आउन थाल्यो पलायो खुसी लागिरहेछ तपाईहरुको सेवादेखि सन्तुष्ट छु आशिष सर आशिषजङ थापा नवीन सर रञ्जन सर अनि विवेक कटेल सरहरुको उहाँहरुको सम्पूर्ण सेवा गर्दा म यतिको हुन पाएँ सबभन्दा खुसी त्यसमै छु मेरो खुट्टा चलेकै थिएन मलाई थाहा छ त्यति चाहिँ याद छ त्यहाँभन्दा अगाडि केही पनि थाहा छैन अहिले मलाई हिम्मत आएको छ उहाँ त्यो सबै डाक्टर साहबहरुको सहयोगले गर्दा भएको यो कुरा मलाई कन्फर्म थाहा छ ल उहाँहरुलाई धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु जब कोही भेन्टिलेटरको सहारामा अन्य अस्पतालबाट रेफर भएर आउँछन् यसले स्पष्ट संकेत गर्छ कि चुनौती ठूलो छ धनकुटाका यी बिरामीको केस पनि यही अवस्थाको उदाहरण हो सडक दुर्घटनाको कारण उहाँको अवस्था अति नाजुक थियो न्युरोकार्डियो एन्ड मल्टिस्पेशालिटी हस्पिटलमा उहाँलाई उच्च प्राथमिकतामा राखी हाम्रो विशेषज्ञ टोलीले उपचार सुरु गर्नुभयो हाम्रो इमर्जेन्सी र क्रिटिकल केयर विभागले अत्याधुनिक निगरानी प्रणालीहरू र विशेषज्ञताको प्रयोग गर्नुभयो बिरामीलाई निको पार्न केवल उन्नत प्रविधि मात्र होइन हाम्रो डाक्टर र नर्सहरूको अथक मेहनत र परिवारको विश्वासको पनि ठूलो हात हुन्छ हामी खुसी छौं कि हामीले उहाँको ज्यान जोगाउन सफल भयो न्युरोकार्डियो एन्ड मल्टिस्पेशालिटी हस्पिटल गम्भीर र जटिल केसहरूमा पनि भरोसाको नाम हो मेरो श्रीमान चाहिँ यहाँ विगत 1 वर्ष 1.5 वर्षदेखि हामी नियमित यहाँ फलोअपमा लिइरहेछौँ मेरो श्रीमानको चाहिँ रोड एक्सिडेन्ट भएको हो उहाँको अवस्था चाहिँ अब हलचल थिएन हाम्रो 16 दिनमा बल्ल बल्ल उहाँले चाहिँ अलिअलि आँखा खोल्न थाल्नुभयो अनि डाक्टर साहबले नि अब तपाईको बिरामीले चाहिँ सास फेर्न थाल्नुभयो आफै श्वास लिन सक्ने हुनुभयो भन्नुभयो के भन्ने अरे पुष्पा बुहारीले के भएन दुखेको छ पेट दुखेको छ लगभग 1 वर्षसम्म चाहिँ उहाँको मेमोरी पुरै लस्ट भयो केही पनि नसम्झिने मान्छेहरु पनि नचिन्ने उ चाहिँ बिरामी जस्तो गर्नुहुन्छ अनि अब अहिले चाहिँ उहाँले सम्झिन थाल्नु भएको छ मान्छेहरु चिन्नुहुन्छ हामी एकदम खुसी छौं हामीले होपलेस लगभग हामीले माया मारेको मान्छे हाम्रो साथमा हुनुहुन्छ हामीलाई हाम्रो आँखा अगाडि बसिदिए मात्रै हुन्थ्यो भनेको मान्छे अहिले हिँड्न सक्ने हुनु भएको छ बोल्ने हुनु भएको छ सबैसँग गफ गर्नुहुन्छ समाधान भएन हामी एकदमै यहाँको सेवासँग एकदमै धेरै सन्तुष्ट छौं यहाँको डाक्टर टिमहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं भित्र अन्तर्हृदयदेखि नै हामी आभार व्यक्त गर्छौं यो न्युरो हस्पिटलको एउटा एकदमै राम्रो पक्ष यति धेरै सर्भिस चाहिँ अन्य हस्पिटलमा मैले पाइन अन्य हस्पिटल पनि गइयो तर यो न्युरो जस्तो राम्रो चाहिँ मैले कहीँ पनि देखिन तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता न्युरोकार्डियो एन्ड मल्टिस्पेशालिटी हस्पिटल विराटनगर 10 जहदा रोड